तिमीहरूको छातीमा टेकेर राजा आउँछन्, छातीमा टेकेर। यो पनि सुन्नुहोस्, तिमीहरूका छातीमा टेकेर राजा आउँछन्, छातीमाथि टेकेर। नजिसका साथी हो, वरिपरि पुलिस राखेर नजिसका, पुलिसले पनि तिमीहरूलाई साथ दिँदैन। अब त यो पनि सुन्नुहोस्, नजिसका साथी हो, वरिपरि पुलिस राखेर नजिसका, पुलिसले पनि तिमीहरूलाई साथ दिँदैन। अब 25,000 मा मैले भने त यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ देओस्। त्यही दिन रातिबाट 1 लाख हुन्छ महिनाको तलब पुलिसको। यो पनि सुन्नुहोस्, 25,000 मा मैले भने त यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ दियोस्। त्यही दिन राति 1 लाख रुपियाँ हुन्छ महिनाको तलब पुलिसको। पुलिसको जुत्तामा कमिसन, कपडामा कमिसन, हरेक महिना 14-15 सयले जागिर छोडेर विदेश जान्छन्। यही स्थिति भयो भने के हुन्छ? पुलिसका आइजिपीहरूले सोच्नु पर्दैन? यो पनि सुन्नुहोस्, जुत्तामा कमिसन, कपडामा कमिसन, दही मन्थली 1400-1500ले राजीनामा दिएर जान थालेछन्। यही स्थिति रह्यो भने के हुन्छ भन्ने कुरो पुलिसका आइजिपी साहबहरूले सोच्दा हुन्छ होला। यति बेला यो अवस्था परिवर्तन गर्न व्यवस्था फेर्नुपर्छ भन्दै लामो समयदेखि दुर्गा प्रसाई आन्दोलनमा छन्। अब हाम्रो धर्म, देश र जनता जोगाउन हिन्दू राष्ट्र राज संस्था पुनर्स्थापना गर्नुपर्ने भन्दै आइरहेका छन्। दुर्गा प्रसाईका धेरैजसो भाषण उत्तेजित र हिंसात्मक हुन्छन् भनेर पनि धेरैले आरोप लगाउने गर्छन्। राजा ल्याउने अभियानमा लागेका दुर्गा प्रसाई अराजक पनि भन्ने गरिन्छ। तर राजा हुनका लागि सर्वदलीय सहमति, जेनजीहरूको सहमति र सबैको सहमतिबाट मात्रै आउँछन्, यो हिंसाबाट आउँदैनन् भन्ने स्रोतको दाबी छ। के भन्नुहुन्छ तपाईँ? दुर्गा प्रसाईको यो अभियान तपाईँलाई कस्तो लागेको छ? के साँच्चीकै हिन्दू राष्ट्र, राजा लगायतका मुद्दामा दुर्गा प्रसाईले सफलता प्राप्त गर्लान् त? यो भनी हेर्न बाँकी छ। तपाईँ आफ्नो विचार लेख्नुहोला।